भाइ तेरो मनपर्ने नेताको नाम भन् त। हर्क सम्पर्क। हर्क सम्पर्क होइन, कुन 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 पार्टीको नेता हो हर्क सम्पर्क? हेलो फ्रेन्ड्स, वेलकम ब्याक टु माई ब्लग। आज चाहिँ अब एकदमै फिट एन्ड फाइन छु। हिजो चाहिँ आँखामा के भएको थियो, आज चाहिँ ठिक भयो। मैले हिजो भनेको जस्तै अब मैले सबै कुराहरू ट्राई गरेर पनि ठिक नभएपछि मैले चाहिँ भनेको थिएँ सुतेर बिच्दासम्म ठिक भइहाल्छ। अब सुतेर बिच्दाखेरि एकदमै ठिक भएको थियो मेरो चाहिँ आँखा। अब अहिले चाहिँ फिट एन्ड फाइन छु अनि अहिले चाहिँ यस्तै भ्लग बनाइराखौँ भनेर बनाउन स्टार्ट गरेँ हो। अब भ्लग चाहिँ कहिले अपलोड गर्छु मलाई नै थाहा छैन, बिकज यहाँको इन्टरनेटको बारेमा चाहिँ अब हजुरलाई थाहा नै। म यस्तै घाम तापिरहेको थिएँ। अब चैत महिनामा घाम ताप्दैछु किनकि जस्ट किडिङ है। अब यो गर्मीमा कसले घाम ताप्छ? तर एउटा कुरा, अनि यहाँ चाहिँ एउटा भाइ छ, यसलाई चाहिँ सोधौँ है। अनि भाइ तेरो मनपर्ने नेताको नाम भन् त। हर्क सम्पर्क। हर्क सम्पर्क होइन, कुन 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 पार्टीको नेता हो हर्क सम्पर्क? कुनै नयाँ नेता त होइन हर्क सम्पर्क? ओ हर्क सम्पाङ, हर्क सम्पर्क भन्छ। हर्क सम्पर्क होइन, अब हर्क सम्पर्क होइन, हर्क सम्पाङ भन्न ब्रो यार। मनपर्ने नेताको नाम पनि थाहा छैन तँलाई? अहिले चाहिँ यस्तै बसिरहेको थिएँ अनि सोचेँ मेरो रुम चाहिँ एकदमै फोहोरी भएको छ, एकदमै फोहोर छ अनि एकदमै बेकार, एकदमै फोहोर छ भनौँ है। यसलाई चाहिँ क्लिन गरौँ भन्ने सोचिरहेको छु। अब यसलाई लिल बिट अब म्यानेज गर्नु छ धेरै सामानहरू। अब आई थिङ्क बेड चाहिँ अब अलि यहाँनिर सराउनु पर्ला, यहाँ चार्जरको टक्क चार्जरमा लगाउनलाई सजिलो होस्। अनि यहाँनिर चाहिँ अब धेरै फोहोर छ, यहाँ चाहिँ ब्लड छ किनकि अस्ति मेरो घाउ सफा गरेको थिएँ मैले चाहिँ, अनि यस्तै छु, सबै मेसी भइरहेको छु। यहाँनिर धेरै फोहोर छ अनि यहाँनिर पनि सामानहरू मिलाउन बाँकी छ। यसलाई चाहिँ यो काम गरौँ अहिले चाहिँ, अब खाली बस्नुभन्दा। आई थिङ्क फर्स्ट कार्य चाहिँ यहीँबाट सुरु गरौँ किनकि अब यहाँ मूर्तिहरू अनि छ त्यो पनि। अब यसलाई चाहिँ एकदमै पूजा गर्न लायक सिस्टमेटिक बनाऊ। यो अब यसलाई चाहिँ अहिले यहीँ राखौँ। अब यो रङ लागेर कस्तो भएको छ है फोहोरी। अनि यहाँनिर चाहिँ बुक्सहरू छन्, यिनीहरूलाई चाहिँ यसो साइडमा मिलाएर राख्नु पर्ला। अहिले चाहिँ देख्न सक्नुहुन्छ यहाँनिर चाहिँ मैले अब सफा गरिसकेको छु। लुक्स राम्रो नहोला किनकि मैले लुक्स बेटर गरेँ होइन, यिनीहरूलाई चाहिँ फोहोर नहोस् भनेर चाहिँ सेफ ठाउँमा राखे मात्र हो। अनि यहाँनिर पुरै क्लिन गर्न बाँकी छ। अब देख्न सक्नुहुन्छ मैले चाहिँ रुमलाई लगभग क्लिन गरेर एकदमै राम्रो बनाइसकेको छु। अब मैले चाहिँ रुमलाई चाहिँ एकदमै क्लिन गरिसकेँ, तर म चाहिँ फोहोर भएँ। अब म चाहिँ अलि सरसफाइ गर्छु अनि यो भिडियो चाहिँ कस्तो लाग्यो त्यो चाहिँ कमेन्ट गर्नु होला। अनि भोलिदेखि चाहिँ म सोचिरहेको छु अलि फिटनेसमा पनि ध्यान दिउँ, त्यसैले फिटनेस पनि बिहानदेखि सुरु गरौँ भन्ने सोचिरहेको छु। अनि यो कुरामा चाहिँ हजुरहरूको के छ प्रतिक्रिया दिनु होला, कमेन्ट गर्नु होला। मैले चाहिँ फिटनेस सुरु गरौँ कि नाइ? अब यो चाहिँ अफकोर्स गर्छु, हजुरहरूले नाइ भने पनि अब आफ्नो हेल्थमा ध्यान दिनु पऱ्यो। अब यसरी भएन। अब मेरो भ्लग्स चाहिँ मनपर्छ भने चाहिँ लाइक, सेयर एन्ड सब्सक्राइब गरिराख्नु होला। अनि सब्सक्राइब चाहिँ एकदमै गर्नु होला। अनि आजको लागि यति नै, भेटौँला नेक्स्ट भ्लगमा। टाटा।